हेलो गाइज, वेलकम टु माई न्यू मिनी भ्लग है। आजको मिनी भ्लग चाहिँ अब हाम्रो चाहिँ जोक्स रहेको छ। मेरो दाइ इन्डियाबाट आउनुभएको होइन। यसो दाइलाई पनि रोमान्टिक बनाऊँ अनि यसो हल्का हाम्रो गाउँको खोलासोला यसो घुमाऊँ अनि यसो जोक्स भनौँ, रमाइलो गरौँ भनेर चाहिँ आएको दाइ साथीहरू होइन। के गर्नु, त्यो कारणले गर्दाखेरि म लाइभ बस्नु पाएको छैन साथीहरू आजको लागि। मेरो घरमा दाइ आउनुभएको छ इन्डियादेखि। म चाहिँ आज हजुरहरूलाई एउटा रमाइलो जोक सुनाउन गइरहेको छु है। हजुरहरूले सुनेर कस्तो लाग्छ कमेन्ट मार्फतबाट प्रतिक्रिया दिन सक्नुहुन्छ है त साथीहरू है। जोक्स चाहिँ यस प्रकारको रहेको छ साथीहरू है। एउटा डेलिभरी केस हो है। एउटा गाउँमा हुन्छ नि होइन, गाउँमा एउटा छोरी मान्छेलाई एकदम ठुलो डेलिभरी केसको व्यथा लागेको छ अरे होइन, मतलब बच्चा पाउने व्यथा लागेको छ अरे है। त्यहाँबाट त अनि हस्पिटल लिएर गएछन् रे है। हस्पिटल लिएर गइसकेपछि त्यो हस्पिटलमा चाहिँ एउटा डक्टर आएछ अरे। अन्त यसो हेरेछ अरे होइन। यसो हेर्दाखेरि त अब गाउँमा नसकेर लग्यो नि त हस्पिटल। अनि हस्पिटलमा यसो हेर्दाखेरि त अनि बच्चाको त खुट्टा उल्टो निक्लिरहेछ। पहिला खुट्टा निक्लिरहेछ अरे के। अनि त्यो खुट्टा निक्लिसकेपछि अब ल के अरे सरहरू मैले चाहिँ सक्दिनँ, मभन्दा अलिक ठुलो डक्टरलाई म पठाइदिन्छु भनेर त्यो अर्को अलिक सानो डक्टर चाहिँ भित्र जानु भएछ अरे होइन। अनि भित्र गएर अलिक ठुलो डक्टरले पठाइदिनु भएछ अरे। अनि त्यो डक्टर पनि दौडी आउनु भएछ अरे इमर्जेन्सी केस भनेर होइन। अनि आएर टक्क यसो हेर्नु भएछ अरे। त्यो डक्टरले यसो हेर्दाखेरि त बच्चाको पहिला खुट्टा निक्लिरहेछ अरे क्या। अन्त त्यहाँदेखि ओहो ला सर, यो केस चाहिँ एकदम जटिल केस हो है। यो चाहिँ मैले पनि सक्दिनँ। यहाँ चाहिँ हाम्रो हस्पिटलमा एउटा बिर्खे भन्ने एउटा एकदम सिनियर डक्टर हुनुहुन्छ। म चाहिँ तुरुन्त उहाँलाई गएर म पठाइदिइहाल्छु भर्खरै। तपाईँहरू नआत्तिनुहोस्, एकछिन धैर्य गरेर बस्नुहोस् भनेर फेरि त्यो डक्टर पनि भित्र दौडेर जानुभएछ अरे होइन। अनि त्यो डक्टरले भित्र गएर भनेर इन्फर्म गरिसके पछाडि बिर्खे भन्ने डक्टर साहब आउनुभएको अरे है। टाउकोमा टक्क गोलो खालको टोपी अनि यस्तै खालको कालो रेबन चस्मा लगाएर टक 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 आउनुभएको अरे होइन। अन्त त्यहाँदेखि यसो कपडा यसरी उगाएर यसो हेर्दाखेरि त अनि बच्चाको त पहिला खुट्टा निक्लिरहेछ अरे क्या है। अन्त त्यहाँदेखि त्यो डक्टर साहबलाई पनि यसो आन्दोलनमा पर्नु भयो अरे कि ओहो के गर्ने होला, यस्तो त्यस्तो आजसम्म मेरो हस्पिटलमा कहिले नै आएको थिएन, यो त एकदम नयाँ नौलो केस हो भनेर टेन्सनमा पर्नु भएको छ अरे। अनि टक्क एउटा चुरोट निकालेर चुरोट सल्काएर खानु भएको छ अरे क्या है। चुरोट खाँदै त्यो हेर्दै बच्चाको खुट्टा हेर्दै चुरोट खाँदै बच्चाको खुट्टा हेर्दै चुरोट खाँदै बच्चाको खुट्टा हेर्दै गर्नुभएको छ अरे है। हेर्दा 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 अनि त्यो हातको चुरोट ठुट्टो भइसकेछ अरे क्या गाइजहरू। त्यहाँबाट के गरौँ भएछ अरे है। अब नगरौँ भने बेइज्जत हुन्छ है सिनियर डक्टर हस्पिटलको होइन। गरौँ भने अब आफूलाई सिस्टम तरिकै थाहा छैन। त्यहाँबाट अनि त्यो बिर्खे भन्ने डक्टर साहबको पालो त्यो हातमा भएको के अरे ठुटो चुरोटको ठुटोलाई त्यो बच्चाको पाइतालामा यसरी च्यास के अरे झोसेर निभाइदिनु भएको छ अरे क्या। अन्त त्यो बच्चाले के भन्छ थाहा, खुट्टा त सुलुत्त भित्र लिएर गएर टाउको पुलुत्त बाहिर निकालेर ओइ मुला डक्टर तैँले कसले बोलेको भन्ने भन्छ अरे क्या। गाइजहरू होइन, आजको जोक्स यही थियो होइन। कस्तो लाग्छ हजुरहरूलाई कमेन्ट मार्फतबाट प्रतिक्रिया भन्छ अनिवार्य दिनु होला है त। यदि हजुरहरूलाई यो कमेन्ट के अरे जोक्स मन पऱ्यो भने योभन्दा खतरनाक जोक्स लिएर आउँछ अर्को नेक्स्ट टाइम फेरि है त। ल अहिलेको लागि बाई बाई गाइज।